खाना दिनु न एकछिन हजुर हैन हामी बनाबन घुमाएको बन घुम्न पर्छ कहिले काहीँ हैन हो कि छोल्टी त्यो डाँडो काटेर जानुपर्छ यार माटो त्यो डाँडो काटेर हामी यहाँ त्यो जरअष्टमी मेला लागेको थियो त्यति बेला चाहिँ यही बाटो हिँड्थ्यो उसको होटल घाटा आवालाई त मिल्दैन होला होइन बाटो कि हिँडेन त्यो जङ्गल काटियो होला आँखामा बसेको टाढा कति बेला कति लाउँछ बसको टाइम बसको बाटो आउनु कति टाइम लाग्छ बाटो यस्तो छ फाइनली बसको बाटो आइयो हामी अब यहाँबाट चाहिँ बसको बाटैबाट जाने हो होइन त कस्तो हो बाटो भनेको त्यो टन्नेहार त पल्लो डाँडा पुगेर त्यो डाँडा देख्नु कहाँ पुग्नुपर्छ कति बेर लाग्नु होइन बाटो कच्ची कच्ची हो बाटो कहाँ पानी त्यहाँ अट्टिनु पानी आउँछ अब पानी यहीँ हो लास्ट यहीँ हो त्यहाँबाट पल्लो डाँडा छ पानी होला छैन यस्तो हुन्छ गाउँमा यो पानी प्योर एक नम्बर पानी प्योर मूलको पानी हो नि त यो हरेक चिज हो नि एकदम दामी पानी फ्रिजमा राखे जस्तो होइन पानी भयो म खान्छु हरेक चिज हो तपाईँको चराई मलाई साह्रै नै मन पर्यो त्यसै गरेर बार बार चराइराख्नु होला यही हो अब हामी चाहिँ मेन उसमा यो बोर्डरमा आइयो नि यो बोर्डर के बोर्डर होइन योलाई चाहिँ यो चाहिँ सिमाना हो यो यहाँ देख्नु यो खोला देख्नु उता म्याग्दी पऱ्यो यहाँ यता चाहिँ बाग्नु है यही खोलाले छुट्याएको छ उहाँ चाहिँ म्याग्दी जानुभयो म चाहिँ अहिले बाग्नुमा छु अब चाहिँ म पनि म्याग्दी जान्छु है यही खोलाले छुट्याउँछ यही खोलो उता चाहिँ बाग्नु यता चाहिँ म्याग्दी हो फाइनली म्याग्दी जिल्लामा प्रवेश गरेका छन् अझ त्यो हामी जुन गन्तव्यमा छौँ बोके टिप्ने ठाउँमा त अझै टन्नै छ बोके टिप्ने जाने वन त अझै टाढै छ लाग्छ अझ 2-2.5 घन्टा जति लाग्छ होला तपाईँहरूलाई हामीले पुरै फुल भिडियो देखाउन नसके पनि तपाईँहरूलाई चाहिँ आधा आधा गरेर फुल भिडियो देखाउँदैछौँ यो चाहिँ चिया बगान हो यो म्याग्दी जिल्लाको गौसारा भन्ने ठाउँमा हो यो चिया बगान चाहिँ भर्खरै लागेको हो यो चिया बगान चाहिँ होइन यो चाहिँ टेस्टको लागि लागेको हो हुन्छ के गर्छ भनेर टेस्ट गर्नको लागि हो इनकेस यहाँ चिया बगान फैलियो भने चाहिँ
यतातिर नि चिया बगान लाउने भनेर चाहिँ भनिएको छ, तर चाहिँ यहाँ कतिको हुन्छ चिया बगान भन्ने हो। यो चाहिँ चिया बगान हो। यहीबाट जान्छ होइन डाँडा खाने भकुन्डले खेत पानी पनि रहेछ। ल लास्ट पानी हो खानु। हामी अघि दिन हिँड्ने बेलामा देखाएको थिएँ मैले उहाँ बुट्टाबाट टावर हेरेँ, त्यही टावरमा आइसक्यो। हामी चाहिँ त्यो गाडीको बाटो छोडेर चाहिँ हामी यताबाट मान्छे हिँड्ने बाटो गोरेटो बाटो हिँड्दैछौँ। यो एरिया यो पल्लो एरियामा पाइन्छ कि हिँडेको एकछिन त बसेर पिसाइ गर्नु भएको थियो। एक ठाउँ जाऊँ, एक ठाउँ गएर थुत्तो प्लेस पनि त्यही बाटो पऱ्यो हो बाटो पनि टिपेको केटाहरू पनि टिपेर त्यो बाटो बाँडेर आउँछ। यो काम गर्ने केटाहरू पनि टिपेर रहेछ नि टिपिन भनेर। अविस्मरणीय छेड भन्छ नि हो, त्यो हो क्या। तिमीले खोजाउला गरे म हामी यस्तो ठाउँ बस्दिनँ, यो देखाइन्छ केटा खोज्दैन हो। मोयै छैन, मोया त एक गति पनि छैन। अहिले त बाटो फाँडेर रहेछ। अहिले बस्नु न, अहिले भेटिहाल्नु। चाहिँ बोकेँ देखाइदिनु, देखाउनुहोस् त। कस्तो हुन्छ नि बुढाएन माध्यम मैले बच्चा वाटी लाग्छ नि एउटाले
यो बुटै हो बुटमा चढेर खुसी हो ये करोडी बिचन में काँडालको पर्ला काँडालीको पर्ला रन्दैन यहाँ एकजना ठिक देख्यो नि माथि काट्दैछ नि तल यहाँ यो तल बस्छ नि कोही यस्तो छ नि त काटा काटा मिसिन ल्यायो त फेदैबाट काट्दिनु अन्त होइन यमबहादुर सरलाई माउनु पर्ने हाँसी फुलिन्छ है काटा कम दो खुट्टा दे काँडा हुन्छ यो के काँडा हुन्छ यस्तो लाग्यो अब घरतिर बिस्तारै बिस्तारै होइन राम्रो लाग्यो कहिले हेर्नु कहिले पुरा forum nya itu kadang सार्ने अब पराउँदाखेरि मी बनाएर आउने होइन अब नआउने पात परेछ भने तपाईँले ल्या होइन पात कहाँबाट आएछ भने सोह्र टोटो पनि मैले कहाँ जान नि त्यसलाई तल त छ छिरेकै छैन
सानो लाउँछ हाँस्छ न जान आउन जति लाग्यो त्यति लाग्छ जान बाइक लिएर आएको यहीँबाट उक्लेको हामी अगाडि यस्तो जङ्गल उक्लेको बाइक पनि यस्तो बाटो लिएर मान्छे नि बाटो बाइक लिएर राखिदिने यार कडा भने अब गाडी यहाँबाट तलतिर छ अब मान्छे हिँड्ने बाटो यहाँ तलतिर गाडी यहाँबाट अब यहाँ मान्छे हिँड्ने बाटो यो गाडी यहाँबाट यो गाडी यहाँबाट बाइक राखेको छ र यहाँ लिएर राख्छ यस्तो धुनु लिएर राख्नु बाइक यस्तो लिएर राख्छ बाइक यस्तो बाटो बाइक लिएर अब यस्तो छ नि ए नदेखाऊ यसैमा होइन धन्ने चल्लाउने अर्को महिनामा कतिवटा 15 गतिवटा होइन